आयो जाली ए चिबे आयो तिमी ल त ल अब साथीहरू आफ्नो इन्ट्रोडक्सन दिइहाल्नु पर्यो। हाई हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल नेपाली टुन्समा तपाईँहरूलाई सबैलाई स्वागत गर्दछु। आजको नयाँ टपिक हुनेछ राम्रो र हाँसो रमाइलो। तपाईँहरूलाई राम्रो लागेमा लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। धन्यवाद। अब अगाडि भिडियोलाई फुल हेर्नु र लास्टमा तपाईँले आफ्नो राम्रो सुझाव दिनु होला। अब अगाडिको कुरा के हो कसो हो अब प्रोग्राम सुरु गर। तेरो त डेलीको नयाँ कहानी हुन्छ। आजको कहानी त सुरु गरिहाल, बुझिस् नि। कामकाज छोडेर तेरै कहानी सुन्ने, तेरै पछि पछि हिँड्ने के भएको छ यार। त पनि एउटा मान्छे भाइ, न आफू केही गर्छस् न अरूलाई के गर्न दिन्छस्। यार तिमी चाहिँ मेरै कन्डो पछाडि र मेरै कुरा गरिरहेको हिँड्छौ यार। मलाई यही चाहिँ नराम्रो लाग्छ, बुझ्यौ नि। साथीहरू भएपछि साथी भएपछि सँगै हिँड्नुपर्छ, सँगै खेल्नुपर्छ, सँगै खानुपर्छ। अब सुत्न त सँगै के सुत्थ्यौ, त्यही पनि त सँगै त टाइम पास गर्नु हो। तिमी पनि बेरोजगार, म पनि बेरोजगार, बल्ल बल्ल एउटा केटी पटाएको छु त्यही भन्नु पर्यो भनेर बोलाएको। त्यही पनि यार उल्टा उल्टा कुरा गर्छौ। के रे केटी पटाइस? हैन तैले कसरी केटी पटाइसौ? म त छक्क पर्दैछु। ना तेरो थुतुनो राम्रो छ, ना तेरो जिउडाल हेरो यसको। यत्रो भुँडी, हाफ पेन्ट, हाफ गन्जी, ब्याक्ता परेको थुतुनो। हैन तैले कसरी त केटी पटाइस यार? पटाए मतलब के आधा पर्पस हान्ने हो, बुझ्यौ नि। अरे भाइ यत्र मर्डर केसहरू भए सोसियल मिडियामा हेरिनौ। यस्तो इन्जिनियर हेरे, कोही फेरि पाइलट हेरे, त्यस्तालाई छोडेर त्यस्तो त छाप्रीहरूलाई मन पराउँदैन केटीहरूले। त्यही पनि म त एकदम ह्यान्डसमै छु। ठ्याक्क खाइलाग्दो धनी बाउको छोरो जस्तो देख्छु म, बुझ्यौ नि। जिउ हेर न, जिउ कस्तो खाइलाग्दो छन् मेरो। अनि पठाइँदैन केटी, आधा पर्पस हान्छु, तिमी हेर्दै जाऊ। अरे जोगी तैले कुरा त ठिकै भनिस् यार। मैले सोसियल मिडियामा त देखेको थिएँ यस्ता दामी दामी केटाहरूलाई बिहा गरेर मारेर त्यस्ता त छाप्ने गर्छ बोयफ्रेन्डको लागि यार। अचेलको केटीहरूको विश्वास हुँदैन यार। ह्यान्डसम भन्नु त खालि मोबाइलको फोटोमा मात्रै हो यार। रियल लाइफमा जति नै ह्यान्डसम भए पनि केही हुँदैन रहेछ। लभ इज लभ, बुझ्यौ नि। आधा पर्पस हान्छु, तर त्यो जात चाहिँ के हो मलाई थाहा छैन, बुझ्यौ नि। नेपाली हो कि मेचिनी हो कि खत्रिनी हो कि अब के हो, तर आफै नेपालीबाट ड्याम्मै पर्पस हान्छु। बुझ्छि, नबुझे फेरि अरू भाषाबाटै हानौँला। केही रिप्लाई त गर्ली। तेरो कुरा फेरि कस्तो केटी पटाइस तैले फेरि यार। जातै थाहा छैन भन्छस्। भरे त नेपालीबाट भन्दिस्, त्यसले नबुझेर भरे उल्टा बुझेर हान्दिने झापट। अलिक सोच, यसो चाल बुझ पहिला। के जात हो, कस्तो भाषा बोल्छ त्यो पहिला बुझ, त्यही हिसाबले पर्पस हान्नु, बुझि जोगी। ल हुन्छ जाउँ अब। म बाटोमा हिँड्दै गरेका हुन्छु। यतिखेर ठिक्क उसको ट्युसन जाने बेला भयो, बुझ्यौ नि। त्यही बाटोमा उभिनुपर्छ, उभिने बित्तिकै ठ्याप्पै पर्पस हान्नुपर्छ, बुझ्यौ नि। हिँड ल जोगी हिँड, छिटो हिँड। यही बाटोमा आउँछिन् र तेरो गर्लफ्रेन्ड? खै अझै त केही चालामाला केही छैन त अनि। पर्खौ आउँदैछिन् होला बाटोमा। यहीँ बसिरहेको पनि एकछिनमा आइपुग्छिन् अहिले, हेर्नु ल। तँलाई भन्दा पनि धेरै एक्साइटेड मै भइसकेँ यार। तँलाई रिजेक्ट गरिन् भने म पर्पस हान्छु, बुझिस्। त्यही लागि मलाई साथीभाइहरू लिएर हिँड्नु मन लाग्दैन। आउने बित्तिकै आँखा त छोपिहाल्नु नि, बुझ्यौ नि। त्यस्तो मलाई मन पर्दैन नि चिबे, फेरि भन्दैछु। जिस्काको तँलाई पहिले त पर्पस हान, अनि पछि बादमा कुरा हुन्छ। पहिले पर्पस त हान त। ओइ चिबे हाई। तिमी यता आऊ। तिमी चाहिँ माटामा उभिएर यार, चस्मा लाएर हार लाएर क्या राम्रो भएर आएको छ। तिमी यता आऊ, पछाडि आऊ मेरो। काहीँ नभएको गर्लफ्रेन्ड भेटेको। ल कुरा गर, पर्पस गर पहिला। हेलो जोगी, मोबाइलमा मेसेज गर्ने तपाईँ नै हो? मेरै नाम जोगी हो। आज त कस्तो राम्रो भएर आएको यार। तिमी मोबाइलमा त हेर्दा यस्तो कस्तो देखिन्थ्यौ, आज त एकदम छेउबाट हेर्दा त दामी देखिन थाल्यो। अनि यसरी मलाई बाटोमा चाहिँ किन रोकेको त तपाईँहरूले?
के भयो भन्नु मान्छेहरूले देख्यो भने मार्छन् मलाई एउटा कुरा भन्नु थियो तिमी त नेपाली नै रहेछौ अनि पहिल्यै नेपाली हो भन्नु पर्थेन मलाई त जात पनि थाहा थिएन के भनेर भन्नु भनेर सोचिरहेको थिएँ त्यही पनि मैले सोचेको थिएँ इङ्ग्लिसबाटै भन्छु 3वटा शब्द त हो सिम्पल अब शब्द होइन सबैले बुझ्छन् के त्यस्तो कुरा हो राम्ररी भन्नु न त छिटो अनि छिटो भन्नु मलाई डेरी भइसक्यो जानु छ तिमी अलिकति पर जाऊ न यार कस्तो मान्छे तिमी यार यो मान्छे के भन्न खोजेछ पर्सनल कुरा छ कि अलिकति पर त जाऊ जोगी नाटक यसको नाटक हेर्नु न नाटक जोगीको टिकट भन् मलाई तिमी साह्रै मनपर्छ के त्यही लागि तिमीलाई मैले भन्न खोजेको चाहिँ के भने आई लभ यु भन्न खोजेको के के भन्नु भयो तपाईँलाई लाज लाग्दैन म तिमीलाई मन पराउँदिनँ हटा मेरो रास्ताबाट अब जान देऊ बाई म जोगी कस्तो हाँसो उठ्यो मलाई यसले पर्पज गर्ने स्टाइल पनि तेरो मलाई थाहा थियो कि पहिलाबाटै बुझेस् नि तेरो त्यही हुन्छ गति ठिकै पऱ्यो जोगी खाइस